नमस्ते साथीहरू सबैजनालाई। म चाहिँ आज एन्फोको ग्रामर लिएर आएको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। अब चाहिँ एन्फोको ग्रामर स्टार्ट गरौँ। 1 नम्बरमा छ सिगोतो वात्ता खाइरिमास कारा मादे नोनी देमो भनेको छ। यो चाहिँ कुन हुन्छ होला साथीहरू? हेर्नुहोस् त, विचार गर्नुहोस् त, कुन हुन्छ होला साथीहरू? म सँगसँगै गर्दै आउनु है, तपाईँहरू पनि कापीमा सँगसँगै गर्दै आउनु होला। यो चाहिँ कारा, सिगोतो ओवात्ता कारा खाइरिमास, काम सकेपछि चाहिँ फर्किन्छु भनेको है। यो चाहिँ चुकिजाउँ निभान। कोनो खान्जी वा कोदोमो भनेको छ डट 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 मुजुखासी देश। यो खान्जी चाहिँ एकदमै बच्चाहरूको लागि चाहिँ एकदमै मुजुखासी गाह्रो छ भन्न खोजेको। कुन हुन्छ होला? गा नि दे कारा। कोनो खान्जी वा कोदोमो कुन हुन्छ होला साथीहरू? कुन हुन्छ होला? अब हेरौँ है त। नि कोनो खान्जी वा कोदोमो नि मुजुखासी देश। बच्चाहरूको लागि चाहिँ गाह्रो छ भन्न खोजेको है यो खान्जीले चाहिँ। अर्को छ निहोन नि किते डट 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 नेन नि नारिमास्ता सान्नेन नि नारिमास्ता। निहोन नि किते डट 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 सान्नेन नि नारिमास्ता भनेको चाहिँ जापान आएको चाहिँ कुन हुन्छ होला यसमा? कारा मादे सिका देमो। कुन हुन्छ होला साथीहरू? यसमा चाहिँ निहोन नि किते कारा सान्नेन नि नारिमास्ता। जापान आएको चाहिँ 3 वर्ष भयो रे। अब चुकिजाउँ 4 नम्बर। यो चाहिँ नेचु गा आरिमासु कारा क्यों वा खाइस्या नि के हुन्छ होला? डट 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 के हुन्छ होला साथीहरू? नेचु, यो नेचुको खान्जी चाहिँ यो N3 N2 को खान्जी हो है साथीहरू। अनि तपाईँ पनि लेखेर राख्नु होला भन्न चाहन्छु। एन्फो पढ्ने साथीहरूले चाहिँ यतिको खान्जी चाहिँ पढ्न सक्ने हुनुपर्छ है साथीहरू। गाह्रो छ, खान्जी पढ्न सकेन भने गाह्रो छ। नर्मल बेसिक खान्जीहरू चाहिँ बुझ्न जरुरी छ। ल के हुन्छ होला त यसको? ल हेरौँ है त। हाई नेचु गा आरिमासु कारा क्यों वा खाइस्या नि इकिमासेन। आज चाहिँ ज्वरो आएकाले आज कम्पनीमा जाँदिन भनेको है यो चाहिँ। अब अर्को जाउँ। गोबान देन्स्यादे इकु डट 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 बासुदे इकु डट 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 दोच्चिगा इ देस्का भनेको छ। यो चाहिँ कुन हुन्छ होला? यसमा चाहिँ दुईटा खाली ठाउँ छ है यसमा चाहिँ साथीहरू। कुन हुन्छ होला साथीहरू? यसमा चाहिँ कुन हुन्छ होला? ल अब हेरौँ है त। हाई यो चाहिँ देन्स्यादे इकु खा बासुदे इकु खा दोचिरागा इ देस्का भनेको छ। देन्स्यादे इकु खा बासुदे इकु खा दोचिरागा इ देस्का भनेको छ। बसमा जाउँ कि देन्स्यामा जाउँ कि देन्स्याबाट जाउँ कि बसबाट जाउँ कि कुनबाट जाँदा चाहिँ हुन्छ भनेको हो क्या यो चाहिँ। देन्स्यादे इकु का बासुदे इकु का दोचिरागा इ देस्का भनेको छ। अलिकति साउन्ड पनि आउनु पर्यो क्या जापानिजको जस्तो। मेरो त खासै आउँदैन होइन। अब तपाईँहरू चाहिँ प्र्याक्टिस गर्नु होला है त। ल चुकिजाउँ त साथीहरू। कोकोनी नामायो डट 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 कुदासाई भनेको छ। कुन हुन्छ होला? खाइते खाकु खाइता खाकिमास। कुन हुन्छ होला साथीहरू यसमा चाहिँ? हेर्नुहोस् त साथीहरू, कुन हुन्छ होला? ल अब हेरौँ है त। हाई कोकोनी नामायो खाइते कुदासाई भनेको छ। कोकोनी नामायो खाइते कुदासाई, यहाँ चाहिँ नाम लेख्नुहोस् भनेको। जा चुकिजाउँ है त अब। ज्या हाई नाना बान्देस
7 नम्बरमा चाहिँ के छ निहोङ्गो बेङ्क्यो सुरु डट 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 निहोन्डे हाताराकिताई देश निहोङ्गो बेङ्क्यो सुरु डट 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 निहोन्डे हाताराकिताई देश यसमा चाहिँ कुन हुन्छ होला साथीहरू कारा तामेनी मादे देमो भनेको छ कुन हुन्छ होला साथीहरू निहोङ्गो बेङ्क्यो सुरु कुन हुन्छ होला हाई निहोङ्गो बेङ्क्यो सुरु तामेनी निहोन्डे हाताराकिताई देश जापानिज भाषा चाहिँ पढ्नको लागि जापानमा काम गर्न चाहन्छ अरे ज्याचुकी जाउँ है त अब हाचिबानमा चाहिँ के छ कोनोमोन्दाई वा खानतान डट 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 मोजुहासी देश कोनोमोन्दाई वा खानतान डट 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 मोजुहासी देश कारा नोनी डेमो नोदे कुन हुन्छ होला साथीहरू यो चाहिँ कुन हुन्छ होला हाई नोनी हुन्छ है त कोनोमोन्दाई वा खानतान नोनी मुजुखासी देश है यो क्वेसन चाहिँ सजिलो भए पनि गाह्रो छ भन्ने टाइपको है त यो चाहिँ सजिलो भए पनि गाह्रो छ त्यो टाइपको उ त्यो मान्छे राम्रो भए पनि बानी बेहोरा ठिक छैन भनेको जस्तो हो क्या जस्तै राम्रो भए पनि उसको नराम्रो पक्षहरू पनि सँगसँगै आउनु हाई 9 नम्बरमा चाहिँ के छ त तोमोदाची नि पोरेजेन्टो डट 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 भनेको छ आगेमास मोराइमास कुरेमास कुरेमास्ता कुन हुन्छ होला यसमा चाहिँ है साथीहरू हेरौँ त है अब हेरौँ है त हाई आगेमास तोमोदाची नि प्रेजेन्टो आगेमास साथीलाई चाहिँ प्रेजेन्टो दिन्छु रे है त है अब चाहिँ 10 नम्बरमा जाँदैछु मैले चाहिँ यो ग्रामर चाहिँ 10 वटा मात्रै लिएर आएको छु है साथीहरू अनि त्यसपछि चाहिँ 2 वटा रिडिङहरू पनि छ है यसमा चाहिँ लास्टमा 2 वटा रिडिङहरू पनि छ त्यही भएर भिडियो अन्तिमसम्म एकदम ध्यान दिएर हेरिदिनु होला भन्न चाहन्छु है आमेगा फुत्ते डट 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 देखाकेमास भनेको छ आमेगा फुत्ते डट 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 देखाकेमास कुन हुन्छ होला साथीहरू यसमा इमास कारा मो डेमो कुन हुन्छ होला यसमा हाई हेरौँ है त हाई आमेगा फुत्ते मो देखाकेमास स्याइन केन्स्युगा आरिमासु जेनिन कुजिमादे नि खाइगे सिचुनी आचुमाते कुदासाई भनेको छ अब हामीले क्वेसनहरू हेर्नुपर्छ तर इचु केन्स्युगा आरिमासका केन्स्यु चाहिँ कहिले छ भनेको छ है त अनि 2 नम्बरमा छ नान्जिमादे नि कोनाकेरेबा नारिमासेनका भनेको छ कति बजेसम्म चाहिँ नआइ हुँदैन त भनेको छ अब फेरि हामी एकचोटि यो प्यासेज पढौँ है त खाइस्याकारा ओसिरासे देश राइसुनो कियोबी वा स्याइन केन्स्युगा आरिमासु जेनिन कुजिमादे नि खाइगी सिचुनी आचुमाते कुदासाई भनेको चाहिँ जम्मा हुनुहोस् 9 बजेसम्म चाहिँ सबैजना आइसक्नुहोस् भन्न खोजेको अनि यहाँ क्वेसनले भनेको छ इचु केन्स्युगा आरिमासका भनेको छ इचु केन्स्यु आरिमासका यहाँ लेखेको छ है साथीहरू राइस्युनो किन्योबी भनेको छ राइस्युनो किन्योबी कहाँ छ यहाँ बी नम्बरको राइस्युनो किन्योबी है त अनि अर्को छ नान्जिमादे नि कोनाकेरेबा नारिमासेनका कति बजेसम्म नआइकन हुँदैन त भनेको छ यहाँ कुजिमादे नि खाइगे सिचुनी आचुमाते कुदासाई भनेको छ सबैजना चाहिँ 9 बजेसम्म जम्मा हुनुहोस् भनेको छ है त साथीहरू अब हेरौँ है त एन्सर चाहिँ
के हो फाइनल एन्सर के हो त हेरौँ त अब है साथीहरू। हाई है त राइस्यु नो किन्योबी र कुजिमादे नि कोनाकेरेबा नारिमासेन देस है त। अब 2 मा जाउँ। ल अब त्यसै गरी 2 नम्बर पनि हेरौँ है साथीहरू।昨日雨だったので家にいました。映画を見たり本を読んだりしました。夜は友達と電話で話しましたभनेको छ है प्यासेजमा। अब क्वेसन नम्बर 1 मा छ दो सिते इए नि मास्ता का भनेको छ किन चाहिँ घरमा थियो है त। 2 नम्बर चाहिँ योरु नानी ओसिमास्ता का भनेको छ राति चाहिँ के गर्यो भनेको छ के। अब यहाँ जाउँ है त। अब यहाँ जाउँ साथीहरू। किनो आमे दात्ता नो दे किन हिजो चाहिँ किन घरमा थियो त। दोसिते इए नि इमास्ता का भनेको छ सुरुमै छ है यसको एन्सर चाहिँ। किनो आमे दात्ता नो दे आमेदा कारा भनेको छ है आमेदात्ता कारा भनेको छ यो चाहिँ बी नम्बर। अनि अर्को छ योरु नानी ओसिमास्ता का भनेको छ। अब यहाँदेखि एगा ओ मितारी होन ओ योन्दारी शिमास्ता योरु वा तोमोदाची तो देनवा दे हानाशिमास्ता भनेको छ। अब यहाँ चाहिँ हामी झुक्किनी चाहिँ यसमै हो क्या ठ्याक्कै अलि हल्का झुक्किने खालको छ यो क्वेसन चाहिँ। स्पेसल्ली राति चाहिँ के गरेको थियो भन्न खोजेको हो क्या यो क्वेसनले। अब होन हो योन्दारी भनेर पनि दिएको छ नि त यहाँ। अनि एगा हो मितारी एगा हो मिमास्ता पनि भनेको छ। अनि हामीले नानी ओसिमास्ताका भनेर एगा हो मिमास्ता भनेर हामीले यहाँ लगाइदिन नि सक्छौँ क्या मिस्टेक त्यो त्यहाँबाट मिस्टेक हुनसक्छ। त्यही भएर स्पेसल्ली राति चाहिँ के गरेको थियो त देवाले हानासिमास्ता है त साथीहरू। अब फाइनल एन्सर हेरौँ। त्यही नै हो साथीहरू। यसको चाहिँ सही आन्सर भनेको योरुवा देवाले हानासिमास्ता त्यही नै हो साथीहरू। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। फेरि पनि म यस्तै खालको भिडियोहरू लिएर आउनेछु। त्यतिन्जेलको लागि चाहिँ मेरो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई है त।